ल नमस्कार छ सबैजनालाई। नमस्कार तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा। अब चाहिँ चल्दैछ चिन्डे बाबु र म घुम्नलाई डाँडा र काँडामा। दमै ल है दादाको नयाँ जुत्ता यो चाहिँ स्यालोमोनको ओजी है ओजी। यदि कति हो प्राइस हेर्नु मन छ भने गुगल गरेर हेर्नुमै। ओजी टुप्ली लाउने बानी होइन नि फेरि। हङकङबाट आएकै हङकङबाट च्याट्ट लाएर अब लाएर संसार जित्न गइन्छ। ल हामी यता अफरोडिङ आइसक्यो। अमित चाहिँ उता स्कुटीमा र म चाहिँ यता छु। मेरो चाहिँ अलिक खुट्टा भारी भएर हिँड्नै गाह्रो भइरह। अलिक भारी भयो क्या खुट्टा कस्तो भारी भइरह अमित मेरो। अब हामी चल्दिनु पर्ने हुन्छ। यस्तो छ है बाटो चाहिँ लाडै जस्तो हो। सरी मुख छाड्नु हुँदैन। टडेलोहरू है यो चाहिँ टडेलोहरू। बाटो चाहिँ फकअफ छ फकअफ। Oh my gosh, राइडर प्रो मैक्स। ओइ गेडा सक्यो। ओइ नाच ओइ। यहाँ चाहिँ कुकुरहरू कसम दामी है भ्यू चाहिँ। कोही को केटी आयो केटी हो कि बहिनी हो कि दिदी हो कि थाहा भएन होइन। तर राम्रै रहेछ हामी त कम्प्लिमेन्ट हालिदिइहाल्नु किनकि हाम्रो गर्लफ्रेन्डै छैन अनि होइन। गर्लफ्रेन्ड भए त हामी यस्तो छैनौँ है फेरि। लोयल एकदम। तर लोयल केटा आज भोलि पत्दैन मुजीहरूलाई। अन्त फेरि अफरोडिङ आयो। यहीँ तल न यहीँ अफरोडिङ छ। यसै नेपाल भनेको हो त। माछाको खोल। अहिले भेटौँला कटेम है कटेम शान्तिधाम मन्दिर कटेम होइन अमित। चल्दै कोही रन्डी गयो बिस्तारै। ओ आए माथि बाउ नहुँदैन यार यसरी त रनमती गेडा सेडा उछुटी मेरी उडाएर अमित। यहाँ चाहिँ यस्तो छ है भ्यू। ल यत्तिको है। तपाईँहरू नेचरको रमाइलो लिन चाहनुहुन्छ भने यता आउनु होला। कहाँ हो भन्दा त्यो तारकेश्वर काभ्रेस्थली झन्डा पार्क भन्यो भने जसले नि भनिदिन्छ। भ्यू हेर भ्यू केडा हो भ्यू यत्तिको भ्यू होइन यत्तिको चाहिँ गेडा ठोक्नै पर्ने हुन्छ। खोइ यता नि रिजोर्ट बनाउनु जस्तो अलि धेरै नै बनाएँ क्या माछी छ। ओइ बाटो हेर केटा बाटो फकअफ छ फकअफ। ओइ रनमतीको छोरी दुलो है तर बिस्तारै बन्दै रहेछ होइन। ऊ भ्यू चाहिँ यत्तिको। ल पार्किङ पनि हानियो। अब यहाँबाट पैदल यात्रा। यहाँबाट अब हिँड्नु पर्ने हुन्छ च्याटो लाएर। उता चाहिँ गोरेदाई भाग्दै आइरह पछाडि। गोरेदाई आइरह भाग्दैन। अनि त्यससम्म एक्सट्रिम महँगो गोरेदाई तालु गोरेदाई आउँदै देखे आएन भने जुम गरेर हेर है। जुम गरेर त्यति साह्रो दुःख गर्दिनँ म त। अन्त गोरेदाई चाहिँ पुरा भाग्दै आइरह के अन्त ऊ गोरेदाई देखे केटा हो। पसिनै गोरेदाई। ल यत्तिको हो अन्त भर्याङ गोरेदाई कन देखा त्यहाँ। गोरेदाईले नर्कमा जस्तो हाल त्यो दौडिँदा अहिले माथि पुगेपछि चाहिँ स्वर्गमा गए जस्तो हुन्छ। ल यत्तिको भर्याङ ओछ्याइदो रहेछ।
अमित र म आउन लगाएर सफा गरेन तर यो त नेचरले झार्दै अन्त हो कि न यतिको वनहरू ल भ्यू चाहिँ यतिको गवाको जतिको यहाँतिर चाहिँ कोही देखेन हामीले अहिलेसम्म चाहिँ गोरे दाइलाई मात्रै देखेँ होइन ओए महाकसम घोडा नि देखाएर मैले 1 2 3 4 घोडा है के हो रनमतीको छ ए गाईको बच्चा पो रहेछ ए भैँसीको र गाईको होला घोडा भनेर झुक्किरह्यो घोडा भनेको लोडा पो पऱ्यो ए राँगा होइन ए अँ त ऊ त्यो लगाएको राँगा रे सुकेना रोग लगाएको राँगा यता कुन चाहिँले घर बनाएको रहेछ टोइलेट हो र यो घर बनाएको रहेछ यतिको छ भ्यू चाहिँ हिँड्दैछौँ चिन्डे बाबु र म ल अझै छ है अझै छ हामी हिँड्दैछौँ अहिले झन्डा ठडाको ठाउँमा पुगेपछि भेटौँला र फाइनली वी आर एट झन्डा पार्क अन्त झन्डा पार्क आइपुग्यौँ हामी चिन्डे भाइ र म के गर्नु गाह्रो छ गर्लफ्रेन्ड नभएपछि गर्लफ्रेन्ड भाइ उताको रिजर्टमा बस्नुहुन्थ्यो च्याट्टा लगाएर प्याट्टा पारेर तर वी डोन्ट ह्याभ अ गर्लफ्रेन्ड नाउ वी आर टोटली सिङ्गल उता चाहिँ पिङ पनि रहेछ होइन पिङ हो पिङ रहेछ पिङ्क भने नै पिङ भने पिङ स्विङ अन्त गुरुङ जाँदै छ पिङ खेल्न हिँडाइ त खाएको हो माचिसको फुल यस्तो पारेर केरी त प्याक ढल्छ हौ ए खाएको हौ पिङ खेल्न जान्छ हामी पिङमा को हो भने हटाइदियो म दादा हो क्या यो कापिस्थलीको दादा ह्यान्डसम अनि ह्यान्डसम राम्रो अनि राम्रो ओ त्यहाँ डुब्रियो डोरी खेल्ने पर्ने मैले म नभए कसरी खेल्ने मैले भिडियो बनाउनु त दोस्त माथि हाने न उल्टी ओ या ए भन्ने हो नि त्यो त हावाको आवाज आइरह होला कन्दै छ चिन्डे बाबु बानी हराए है पहिला त चिन्डे बाबु र मैले त 2 फन्को घुम्दिन्थेँ नि है हो कि न पहिला त 2 फन्को घुम्दिन्थेँ हुइली रे लामटको उल्टी पिङसँगै है दोरीसँगै उल्टी हान्थ्यो तोरीले ल अब खाजा रे एकछिन पड्कौँ चिन्डे बाबु त खतरा देख्यो ल अब हामी एक्सट्रिम खानुपर्ने हुन्छ हाम्रो बल सक्यो एकदम ल दसैँपछि पिङ खेल्न पाइयो है धेरै रमाइलो भयो ऊ त्यसरी गर्लफ्रेन्डसँग आउनु पाए झन् रमाइलो हुन्थ्यो ऊ त्यसरी अलि देखेन एकदम ल अहिले भेटौँला है ट्याप हान्थ्यो ल अब हामीले चाहिँ यो डस्टबिनमा फाल्छौँ छोड त यहाँ आएर भोसडी गेरले फोहोर फालेर गयो हामीले खाएको चाहिँ होइन है हामीले त एक्सट्रिम मात्रै खायो त्यो कुन चाहिँ मर्यो बोयफ्रेन्ड गर्लफ्रेन्डै मर्यो भन्नुपर्छ त्यही भएर जोडी छ लेजको नि 2टा चिजबलको नि 2टा अमितको नि 2टा एक्सट्रिम या फोहोरमा फाल्छौँ अब हामी चाहिँ यो फोहोरमा डस्टबिन
वी आर थ्रोइङ दिस इन द डस्टबिन ल अब हामी फर्किन्छौँ होइन त ल फाइनली डस्टबिनबाट आयो ल फालिदियो ऊ हामीले चाहिँ यहाँ फालेर गयौँ यहीँ हो टिकटक बनाउँदै अझै नि ओके न यहाँ चाहिँ हामी बच्चा बेलामा थिएँ यत्रो न त कत्रो हो त यत्रो यत्रो हो त तुरी हल्लाउँदै आएको नाङ्गे बुझ्दै भएर यसरी आउन पाए त कहिले भयो कुञ्जुनीमा होइन ल यतिको छ है यहाँ चाहिँ है उयो चाहिँ यो रुख चाहिँ उ त्यो अरे सिङ्गल ट्री हाम जस्तै सिङ्गल है सिङ्गल ट्री ल अब हामी फर्कियौँ आजको लागि ब्लग यति नै हुन्छ यति भन्दैमा हामी होइन यहीँबाट बिदा हुन चाहन्छौँ घर सर थाहा छैन हामीलाई तलतिर त जे पनि हुनसक्छ त्यही भएर अहिले नै बिदा माग्दै लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला यदि तपाईँहरूलाई हाम्रो जोस मन परेको छैन भने कमेन्ट हान्दा हुन्छ जोसमा आउँछ ब्लग हाम्रो होइन